नेपालमा धेरैको लागि चिया बिना दिन सुरु नै हुँदैन। यो सत्कार र भेटघाटको एउटा महत्त्वपूर्ण हिस्सा हो। त्यसैले चिया सिर्फ एक पेय पदार्थ होइन, यो त हाम्रो संस्कृतिको एउटा हिस्सा नै बनिसक्यो। तर के हामीले सोचेका छौँ यो बानी साँच्चै फाइदाजनक छ त? आउनुहोस् यसको बारेमा कुरा गरौँ। ल सुरु गरौँ पाचन प्रणालीबाट। धेरै चिया पिउँदा के हुन्छ त? एसिडिटी र पेट फुल्ने जस्ता समस्या त छँदैछ, यसले अल्सरको जोखिम समेत बढाउन सक्छ। कुरा पेटको मात्र होइन, यसले निद्रा र हाम्रो दिमागमा पनि असर पार्छ। सोच्नुहोस् त, रातमा निन्द्रा नलाग्ने, यसको लत लाग्ने र चिन्ता पनि बढ्ने। त्यसबाहेक समग्र स्वास्थ्यमा पनि यसले असर पार्न सक्छ। जस्तै हाम्रो इम्युनिटी कमजोर हुने, दाँतमा दाग बस्ने अनि हाई ब्लड प्रेसरको समस्या। यी सबै समस्याहरूको पछाडि एउटै कारण छ, त्यो हो क्याफिन। यसले तत्काल ऊर्जा त दिन्छ, तर धेरै भयो भने बेचैनी र छटपटी निम्त्याउँछ। धेरैलाई अनिद्राको समस्या हुन्छ, तर क्याफिनले यो कसरी गराउँछ? आउनुहोस् बुझौँ। सरल भाषामा भन्दा क्याफिनले दिमागको थकानको सङ्केतलाई रोकिदिन्छ र हामीलाई जागा राख्छ। यहाँ एउटा रमाइलो कुरा छ। कालो चिया केही हदसम्म ठिकै मानिन्छ, तर दुध चिया बढी हानिकारक हुन्छ। त्यसो भए मुख्य प्रश्नमा आउँछौँ, कति चिया पिउनु सुरक्षित हो त? सामान्यतया दिनमा 3 कपभन्दा बढी पिउँदा एसिडिटीको जोखिम एकदमै बढ्छ। रगतमा क्याफिनको मात्रा 15 मिलिग्राम प्रति लिटर भन्दा बढी हुनासाथ शरीरमा असर देखिन थाल्छ। र यो त झन् डरलाग्दो छ। यो मात्रा 80 देखि 100 मिलिग्राम पुग्यो भने ज्यानै जान सक्छ। कति पिउने भन्ने मात्र होइन, चिया कसरी बनाइन्छ भन्ने कुराले पनि फरक पार्छ। जस्तै पत्तीलाई धेरै नउमाल्ने वा एकदमै तातो चियालाई थोरै सेलाएर पिउने। अन्त्यमा सोच्नुपर्ने कुरा, हाम्रो यो प्रिय पेयलाई कसरी स्वास्थ्यकर तरिकाले पिउन सकिन्छ त?